यति बेला म यस्तो ठाउँमा आइपुगेको छु। ब्याकग्राउन्डमा के देख्दै हुनुहुन्छ? सुपारी देख्नुभयो नि? हो, यो त मोबाइलको स्क्रिनमा देखिएको अलिकति मात्रै हो, तर यहाँ यति धेरै सुपारी लाउनु भएको रहेछ, यति धेरै छ। यो सुपारी कसको हो, के हो, कसरी हेरचाह गर्नुभएको छ, सुपारी कसले लगाउनु भएको, म छोटो कुराकानी गर्न चाहन्छु सुपारी मालिकसँग पनि। म आउँदै गर्दाखेरि उहाँलाई भेटिहालेँ, यहाँ मस्त काम गर्दै हुनुहुँदो रहेछ सुपारी बारीभित्र। म उहाँसँग छोटो कुराकानी गर्छु र सुपारी खेतीको बारेमा यहाँले पनि केही कुरा थाहा पाउन सक्नुहुनेछ। उहाँ हुनुहुन्छ लेटाङ नगरपालिका वडा नम्बर 5 निवासी, तपाईँ हाम्रै चिरपरिचित व्यक्ति जो हो रिटायर कर्मचारी पनि हुनुहुन्छ, रिटायर शिक्षक हुनुहुन्छ। उहाँ हुनुहुन्छ इन्द्रबहादुर नेउपाने। हो, इन्द्रबहादुर नेउपानेको सुपारी फार्ममा आएको छु म। सुपारीको बारेमा उहाँसँग म थोरै कुराकानी गर्न चाहन्छु। यदि तपाईँ पनि सुपारी खेती गर्ने सोच बनाउँदै हुनुहुन्छ, सुपारी खेती मनपर्छ, केही कुरा जिज्ञासा छ भने पक्कै पनि आजको भिडियो तपाईँको लागि। इन्द्र सर नमस्कार। नमस्कार। व्यस्त हुनुहुन्छ? अलरेडी व्यस्तै छु। सुपारी खेती गर्नुभएको रहेछ मजाले। म त यहाँ घुम्दै फिर्दै आएको थिएँ, यति मजाले प्रत्यक्ष रूपमा देखेकै थिइनँ, सुन्न चाहिँ सुनेको थिएँ सुपारी खेती गर्नुभएको छ अरे भनेर। एकदम धेरै देखिन्छ यहाँ हेर्दाखेरि। कति जति सुपारी खेती गर्नुभएको छ? यो कट्ठामा भन्दाखेरि 6 कट्ठा जति होला यहाँ। कट्ठामा भन्दा 7 कट्ठा 7 कट्ठा जति। 7 कट्ठा। 7 कट्ठामा लगभग कति बिरुवाहरू छन्? 600-700 बिरुवा होला, 700 जति होला। 700 बिरुवा लाउनु भएको छ नि? 700 जति। कोही फल्दैछन्, कोही मसिना छन्। कोही फल्दैछन्। मैले नि यसो हेरेँ, कोही फल्दै रहेछन्, कोही मसिना रहेछन्। यहाँले यो भिडियोमा पनि देख्न सक्नुहुन्छ। कोही मसिना छन्, कोही फल्न ठिक्क परेका छन्, त कोही फलिसकेका छन्, निकै वर्ष अगाडिदेखि फल दिइरहेका छन्। अनि यो सुपारी खेती गर्नुभएको कति वर्ष भयो सर तपाईँले? सुपारी खेती त मैले गरेको निकै वर्ष भयो। हजुर। पहिले थोरै थियो, अनि पछि यसको चाहिँ अब अलिकति राम्रै देखेर, हजुर, यसको फ्युचर राम्रै छ भन्नेको देखेर सजिलो खेती। हजुर। खेतीपाती गर्न खेताला कता के कता, ट्र्याक्टर कता, अनि अलिकति त्यसबाट प्रेरित भएर चाहिँ हजुर मैले थोरै खेती गर्न वञ्चित, जन पनि नभेटिने। हजुर। अनि यो चाहिँ सजिलो भयो? यो सजिलो, तर हुनु त वर्षमा एकपल्ट मात्रै हो, र पनि अब यसमा अलिक सजिलो खेती। हजुर। अनि 600-700 बिरुवा लगाएको छु भन्नुभयो, अनि यसको यो सुपारीको चाहिँ कसरी हेरचाह गर्नु पर्दो रहेछ? यसलाई चाहिँ गोडमेल गर्ने, झारपात के अरे हेर्ने, केयर गर्ने होइन। हजुर। अनि पाकेको मल, गोबर मल लाउने हो। अनि के अरे यसलाई अब पानी, हजुर, हिउँदमा पानी लगाउनु पर्ने। पानी पनि लाउनुपर्छ? पानी लाउनुपर्छ, र चिसो चाहिन्छ। हिउँदमा पानी पनि लाउनुपर्छ, त्यसरी नै गरिन्छ। अनि यो जस्तै सुपारी मजाले यसो हेर्दाखेरि लाइन बाई लाइन लगाएको देखिन्छ, यो के छ, यसको मापदण्ड के छ? मैले सुनेको थिएँ पहिले पनि यसो 1-2 ठाउँमा सुपारी खेतीको तालिम लिएको छु भन्ने सुनेको थिएँ तपाईँले। अनि हिजो अस्ति पनि लेटाङ नगरपालिकाले पनि सुपारी खेती गर्नेको लागि 2 दिने तालिमको आयोजना गरेको थियो। यो के छ सर, यो कति, यसको डिस्टेन्स कतिमा रोप्नुपर्छ भन्ने रहेछ? अब यसमा यो बिचमा जग्गामा रोप्दाखेरि चाहिँ 9x9 भन्ने कुराहरू छ। 9x9? 9x9। हजुर। मा चाहिँ अब त्यो ट्र्याक्टर पनि छिराउन सकिने। हजुर। होइन, सानो सानो ट्र्याक्टरहरू छिराएर जोत्न सकिने, गोडमेल गर्नको लागि। त्यही भएर मैले 9x9मै रोपेँ सर यो। यो लगभग सबै 9x9मै रोप्नुभएको छ? अनि सुपारी खेती जस्तै सुपारी लाउनु भएको छ, खेतमै लाउनु भएको छ, जुन धान फल्ने ठाउँमा होइन, कति मानिसहरूको चाहिँ अब धान रोप्न सकिँदैन, अब सुपारी लाउनुपर्छ भन्ने सोच पनि बनाइरहेका हुन सक्छन्। अब त्यसो गर्दै गर्दाखेरि धान कहाँ रोप्नु, सुपारी लगाइसकेपछि के अरे अरू आम्दानी हुँदैन, अब सुपारीको पनि भरोसा छैन भन्ने मानसिकता पनि छ कति मानिसहरूको। के छ यो सुपारी बारीभित्र सुपारी मात्रै हुन्छ कि यसको अलावा अरू पनि केही बिरुवाहरू अथवा आम्दानी दिने कुराहरू लगाउन सकिँदो रहेछ सर तपाईँको अनुभवमा? धेरै सकिन्छ गर्दाखेरि। हजुर। मैले त्यति लगाएको छैन। हजुर। मैले कोला लगाएको छु, कोला पनि लाउन सकिन्छ यसमा होइन, चिसोको लागि। अनि कोला पातलो अहिले यहाँ तपाईँ देख्दै हुन्छ अगाडि। हजुर। कोला पनि पातलो लगाएको छु। हजुर। अनि यसलाई लहरे बाली, मरिच, गोलमरिच, हजुर, पान, हजुर, पनि लाउन सकिन्छ। अनि बिचमा निबु पनि लाउन सकिन्छ। निबु? निबु, हजुर,
मेवा पनि लाउन सकिन्छ ए हजुर मेवा उखु पनि लाउन सकिन्छ है उखु पनि उखु पनि सकिन्छ भनेपछि त गर्दाखेरि धेरै कुरो सुपारी बारीभित्र अरूबाट पनि हामीले चाहिँ आम्दानी लिन सकिने रहेछ होइन? सकिन्छ यसबाट चाहिँ अब यसपालि त राम्रै भाउ पनि भयो होइन हजुर आम्दानी राम्रै हुन्छ त मेरो चाहिँ थोरै भएकोले त्यति धेरै चाहिँ आएको छैन पछि भविष्यमा हजुर अलिकति आउँछ भन्ने आश गरिरहेको छु थोरै भन्नुभयो त्यो पनि 600-700 बोट अब हाम्रो लागि त थोरै होइन के छ कतिसम्म फल्न थालेको चाहिँ हजुर फल्न थालेको 1.5 बोट होला नि त्यति राम्रो छैन मैले केयर गरेको थिएन भर्खर केयर गर्न थालेको हजुर त्यतिकै हेल्चेक मात्रै रोपिरहेको थिएँ कतिसम्म बोट पुर्याउने लक्ष्य छ सर तपाईँको 1000 जति रोपौँ भन्ने 1000 चाहिँ पुर्याउने कम्तीमा हजुर हजुर 1000 जति बिरुवा चाहिँ पुर्याउँछु होला अहिले सुपारीबाट पछिल्लो समय निकै भाउ पनि आउन थालेको भन्ने बुझिएको छ र आउन पनि थालेको छ तपाईँको वार्षिक कति जति अहिले लिँदै हुन्छ सर भन्न मिल्छ नेपाली अलिकति भाउ पनि भयो हजुर अनि त्यति धेरै बोट पनि थिएन केयर पनि गरेको थिएन त्यति धेरै राम्रो फलेको पनि थिएन र पनि 1.5 लाख भयो अब आउने वर्ष चाहिँ हजुर 2-2.5 लाख हुन्छ भन्ने आश गरेछु अलिक फले आउँ यसपालि अस्ति मङ्सिरपुर थियो नि मैले अलिक भनेपछि यसपालिको भाउले अब झन् उत्साह बढो त्यो बढिरहेछ यो सँगसँगै अब घाँस पनि भयो बाख्रा पालनलाई हजुर यसो छेउछेउमा होइन हजुर घाँसपात पनि भयो यसो केयर गर्दाखेरि घाँसपात पनि भएको छ बाख्रा पाठालाई पनि काम दिइरहेको छ सर यसबाट राम्रै छ अब यसको पात यसका सुकेका पात पनि हजुर सुकेका पात पनि 3 रुपियाँ गोटा 3 रुपियाँ गोटा 3 रुपियाँ गोटा लिन्छन् हजुर यहाँ हाम्रो कम्पनी छ टपरा बनाउने बोती बनाउने होइन हजुर हजुर यी नजिक छ भाइ भनेपछि पातबाट पनि आम्दानी गर्न सक्छ पातबाट आउँछ अनि दाउरा हुन्छ सुकेको रुखहरू छ भने दाउरा पनि दाउरा पनि बाल्नु भयो दाउरा सकिन्छ हजुर ल सर अब काम गर्दै हुनुहुन्छ म धेरै बेर अल्मा ल्याउँदिनँ म यहाँ घुम्दै फिर्दै आइपुगेर ठ्याक्कै आज संयोग मिल्यो के छ यो सुपारी खेती अब अलिअलि भएको जग्गामा सुपारी लाउनुपर्छ भन्ने जो हाम्रो कृषकहरू यसो मानसिकता बनाउँदै हुनुहुन्छ उहाँको लागि के भन्न चाहनुहुन्छ अन्त्यमा साथीभाइहरूले अलिकति यो चाहिँ एक्स्ट्रा आम्दानी गर्ने हो भने र जीविकोपार्जन गर्न पनि सकिन्छ 2-4 कठा जग्गा छ भनेदेखि हजुर लगाउनुहोस् भन्छु होइन त्यसमा चाहिँ तलेबारी भनेको चाहिँ पान मरिच हजुर बेसार होइन अदुवा हजुर अनि खोर्सानी हरेक कुराहरू सकिन्छ 5-7 वर्षसम्म हजुर बिचमा बाली पनि लाउन सकिन्छ 4-5 वर्षसम्म हजुर अनि घाँसपात पनि गर्न सकिन्छ फल्न थालेपछि चाहिँ तपाईँको त्यसबाट धेरै आम्दानी हुन्छ भन्ने कुरो हजुर जस आजको बजारलाई हेर्ने हो भने सुपारी लगाएर त्यस्तो घाटा अथवा पछुतो हुँदैन भोलिको दिनमा त के जान्ने लाएर होइन थाहा छैन अहिले चाहिँ राम्रै छ हजुर हस् सर समय दिनुभयो धेरै धेरै धन्यवाद डिस्टर्ब गरेँ नरिसाउनु होला हजुरलाई धन्यवाद ल मैले इन्द्र सरसँग सुपारीको बारेमा छोटो मिठो कुराकानी गरेको छु यो भिडियो हेरेर तपाईँलाई पनि सुपारी लगाउने उत्साह मिल्न सक्छ हौसला मिल्न सक्छ र केही कुरा पक्कै पनि ज्ञान लिनु होला भन्ने आशा छ यदि आजको भिडियो यति नै बाइ बाइ सी यु इन द नेक्स्ट भिडियो